गुड मर्निङ साथीहरू, के छ हालखबर हजुरहरूको? मेरो चाहिँ गुड मर्निङ आज अलिकति फ्रेस भएको छैन। हिजो राति अलिकति राम्रोसँग निन्द्रा लागेन अनि हिजो व्रत पनि भएर होला, खानपिन अलिक मिलेन नि त। म चाहिँ उठिसकेपछि सबैभन्दा पहिला बोट बिरुवा हेर्छु अनि त्यसपछि लाएर ब्लुटुथ अन गर्छु अनि त्यसपछि भजन लगाउँदै अनि कामको सुरुवात गर्छु है। कस्तो आनन्द लाग्छ नि त, मनै आनन्द हुन्छ भजन सुन्दै काम गर्दाखेरि। कस्तो हुन्छ नि आनन्द क्या। अनि घाम चाहिँ बल्ल बल्ल यसो आउँदै हुनुहुन्छ सूर्यनारायण। मैले चाहिँ नुहाइ धुवाइ सकाइसकेँ है। हिजोको व्रतको भोलिपल्ट चाहिँ नुहाउनै पर्छ अरे क्या, नत्र व्रत सफल हुँदैन अरे भनेर मेरो आमाले भन्नुहुन्थ्यो क्या मलाई। त्यही भएर म चाहिँ बिरामी भयो भने चाहिँ त्यस्तो अब सक्दिनँ भने चाहिँ नुहाउँदिनँ, नत्र नुहाउँछु व्रतको भोलिपल्ट। अनि यहाँ चाहिँ मैले लुगा हाल्नु थियो, लुगा हालिओरि यहाँ तातो पानी पिउन थालेँ। मलाई चाहिँ साथीहरू पहिला चाहिँ तातो पानी पिउँदाखेरि के त्यो कस्तो बमिट आउँथ्यो कि, त्यो बानी नभएर होला है। अनि अब अहिले त धेरै वर्ष भइसक्यो नि त यसरी मैले बिहान चाहिँ तातो पानी पिउन थालेको। अनि 2 कप त्यो कपको 2 कप चाहिँ मलाई तातो पानी डेली चाहिन्छ क्या। अनि कतै गयो भने चाहिँ अलिकति रुटी नै मिल्दैन कि, के मिल्दैन अब पानीहरू यताउति पिउने त्यस्तो हुन्छ। अब आफ्नो घरमा हुँदाखेरि चाहिँ अब आफ्नै हात हो। अनि टक्क बिहान चाहिँ 2 कप पानी तताएर मजाले यसरी बसेर अनि पिएपछि चाहिँ अनि मैले अरू काम सुरु गर्छु क्या। यहाँ पढाएर चाहिँ मैले सकाइसकेको थिएँ। तपाईँहरू पनि यसरी बिहान चाहिँ साथीहरू यसरी राम्रो हुन्छ मनका लागि। अनि म चाहिँ लागेँ अब पूजाको भाँडा धुनलाई। हिजोको पूजाको भाँडा धोइधाइ गरेर है मैले चाहिँ पूजाको भाँडा धोएर धुपत्ती गरेर अनि चिया बसालेर म चाहिँ तरकारी लिन जानु भनेर लागेँ साथीहरू। तरकारी किन्न मेरो पसल चाहिँ घरबाट सेक्के नै के अलिकति टाढा पनि छैन क्या। खुर्र गयो खुर्र आएँ। आज चाहिँ मटरको सागको ग्रेभी खान मन लाग्यो मलाई चाहिँ। अनि बनाना नि लिएर आएको, बनाना कस्तो महँगो है। अनि यता चाहिँ नानीको लागि रोटी, उसलाई चाहिँ एकदमै सुक्खा रोटी एकदमै मनपर्छ क्या। अनि रोटी पिठो मुसिसकेपछि चाहिँ म चाहिँ यहाँ मटरको साग छोडाउँदै अनि यहाँ म चाहिँ बिहान मिल्क टी कहिले पनि पिउँदिनँ है साथीहरू। जाडोमा चाहिँ कहिलेकाहीँ खाना ढिला भयो भने चाहिँ खान्थेँ होइन, फेरि पिउँथेँ। अनि प्रायः जस्तो चाहिँ म बिहान चाहिँ पानी पिइसकेपछि अरू काम गरिसकेपछि ब्ल्याक टी 1 कप। अनि यहाँ चाहिँ मैले आलु रोपिदिएको थिएँ कि एउटा बोट। अनि प्याजले अलिकति गाह्रो भयो भनेर, हुन त बढ्थ्यो होला, निकालिदिएँ क्या। कस्तो यो आलु खान मन लाग्यो मलाई मटरको सागमा हालेर। अनि कति राम्रो भए रहेछ। अनि मैले चाहिँ तरकारी यहाँ काटकुट गरिओरि अनि ओरिसकेँ। नानीलाई चाहिँ आज यो तरकारी र रोटी खुवाएर पठाउँ भनेर अनि यहाँ सिटी लगाइदिएँ। अनि यता चाहिँ मैले रोटी कस्तो मजाले रोटी हेर्नु न फुलेको है। यस्तो फुल्यो भने कस्तो जाँगर लाग्छ। अनि म चाहिँ नानी उठ्यो कि उठिन भनेर हेर्न गएको त नानीको चर्तीका लागि। छोरी मान्छेहरू कस्तो नक्कली हुने क्या। ल हेर्नु न यहाँ मेरो छोरी चाहिँ उठेर रिङ लाइट चलाएर गुड मर्निङ चाना। मेरो छोरी भने जिद्दी अनि त्यतिखेर चाहिँ ऊ सँगसँगै हामी करायो बाज्यो झगडा पर्यो भने चाहिँ रोइदिन्छ। अनि मैले चाहिँ के गरेर छोडिदिन्छु क्या। फेरि अब लुगा लगाइदिनु पनि कस्तो टेन्सन के पर्छ होला होइन। बिहान घाम लागेर छैन अनि दिउँसो फेरि एकछिन हावा हुँदै आउँछ क्या। फेरि अनि एकछिन पानी आउला जस्तो हुन्छ। अनि बच्चाहरूलाई नि के लगाइदिनु के नलगाइदिनु हुन्छ क्या। अब बाक्लो लगाइदिउँ भने गर्मी होला, पातलो लगाइदिउँ भने जाडो होला। चक्के साथीहरू मलाई ड्रेस लगाइदिन्छु। अनि यहाँ लुगा लाउँदै हामी चाहिँ गफ गर्दैछौँ है मेरो छोरीलाई। अब गर्मी लाग्यो है। अनि अब त्यस्तो विधि पनि छैन कि बिहान चाहिँ हल्का चिसो, अब यो चाहिँ घाम लागिरहेछ, फेरि कतिखेर हावाहुरी पानी आउँछ। बच्चाहरूलाई त चिसै लाग्छ नि त। हिजो उसलाई मैले एउटा त्यो ठिक्क खालको लगाइदिएर पठाएको थिएँ। अनि बेलुका त उसलाई स्कुलबाट आएपछि चाहिँ उसलाई म टोपी पनि पठाएको थिएँ, ज्याकेटको थियो, लगाएन होला। अनि खोकी लाग्यो क्या मलाई चाहिँ। फेरि अलिकति उसलाई खोकी लाग्ने बित्तिकै कस्तो टेन्सन हुन्छ। अनि बच्चाहरू बिरामी भएपछि त गाह्रो हुन्छ नि त। अनि यहाँ कुराकानी गर्दै हामी 2जना मामु छोरी उसको सुन्नुभयो। मलाई भन्दा बाबालाई धेरै माया गर्छ उसले, धेरै त मलाई गर्छ।
सानी छ नि त होइन कसलाई के गर्ने भनेर उसलाई थाहा हुँदैन नि त बिचरा चाहिँ उहाँ हेर्दैन दुइटा लाउनु पऱ्यो कि नक्कले हामीलाई चाहिँ एकदमै मनपर्छ रोटी तरकारी म चाहिँ खुवाउँदैछु उसलाई कपाल बाँध्न दिएको छैन फकाउँदैछु भइसक्यो बल्ल फकाएर मान्छे कपाल बाँध्यो क्या हेरबिन लगाएको हेर्नु न यहाँ लुगा पनि सिटियो सुकाएँ मैले है अनि क्रिम आफै लाउँछु भन्दैछु ब्युटिफुल छोरी अब स्कुल जाने बाई गरिदियो अझै यहाँ भएको छैन यहाँ मसाज गरेको छैन क्रिम छ मसाज गर ल अब म चाहिँ हिँडेँ साथीहरू छोरीलाई स्कुल पुऱ्याउनु लाग्यो हामी अनि यहाँ चाहिँ मलाई क्यान्टिनको नानीको खाना र स्न्याक्सको बिल दिनु थियो कि पे गर्नु थियो त अनि गएको क्यान्टिनमा गरेको त उसले देखिरहेको रहेछ छोरीको भिडियो बनाउँदाखेरि मामा झन् लडेको अनि बाई गरेको अनि ड्याडीलाई माया गर्न आएँ कि मलाई चाहिँ रुन्छ भनेको कस्तो टेन्सन लागेको थियो अस्ति नै रोथ्यो क्या मामुलाई पनि माया गर्छु र त्यहाँ म्यामहरू पनि हेर्दै हुनुहुन्थ्यो है धन्न चाहिँ रोएन क्या अनि म चाहिँ स्कुलबाट फर्केँ अनि आइसकेँ अब बेड सेट मिलाउँदैछु तरकारी चाहिँ पाकिसक्यो नि त त्यसपछि अब खाना मात्रै पाक्यो उनीहरूलाई चाहिँ म युरिन म्याट राखिदिन्छु के राति पिसाब गर्छ भनेर अनि उसलाई उठाउँछु पनि उठाउन चाहिँ तर कहिलेकाहीँ चाहिँ उसले राति सुगर दिन्छ क्या ओछ्यानमा अनि त्यही भएर मैले चाहिँ उसलाई यो राखिदिन्छु यो घरको काम कहिले सकिँदैन साथीहरू ल है त अब म बेड सफा गरेर माथि खाना बनाउन जान्छु हेर्दै गर्नु होला ल साथीहरू कोठा पनि मिलाएँ हाम्रो रुम चाहिँ अलिकति ठुलै छ क्या अब नानीलाई खेल्न ओर्न स्पेसली मजाले पुग्छ नि ल यही हो जान्छु रुम मिलाइसकेपछि कस्तो आनन्द हुन्छ नि त सफा चटक्क पस्दाखेरि पनि पोजिटिभ भाइब्स आउँछ नि त कति हुन्छ क्या साथी है गरेन भने केही पनि हुँदैन गऱ्यो भने कामै काम निस्किन्छ म चाहिँ एक हप्ता भइसक्यो होइन अलिक बिजी नै भएको के काम 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 पनि केही देखिँदैन आज एकछिन सुत्छु भनेको है साथीहरू भइरहेको छ होइन अब कुनै टाइम अनि त्यसको लागि कता कता काम सोचिरहेको छु असल जानुपर्ने काम थियो हिजो त आएन जान आज सायद जाँदिनँ होला त्यतिकै छ काम ल यही हो साथीहरू गर्ने कहाँ जाने कहाँबाट आउने त्यो सबै काम भ्याइसक्नुपर्छ ल साथी हेरेर साथ सपोर्ट गर्नु होला भ्लग बाई 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 अरू त के गर्न आउँदैन मलाई यति हो